गाइज होइन अब अहिले चाहिँ हामीले भर्खरै एउटा भ्लग चाहिँ सुट गऱ्यो बट त्यो चाहिँ अनफर्चुनेटली सेभ हुन पुगेन बट अब यो चाहिँ नर्मल समस्या हो होइन अब केही छैन अब हामी चाहिँ के गर्ने ला दोस्रोपल्ट बनाउने ओके र अब हामी चाहिँ दोस्रोपल्ट बनाउने होइन अनि अहिले त्यहाँबाट हामी करिब चाहिँ लगभग 3 किलोमिटर आयो होइन 3-4 किलोमिटर जति बट अहिलेसम्म पनि सेभ भएन भने कि आमा कस्तो केही छैन अनि अब चाहिँ जाँदाखेरि बनाउनु पर्छ होइन हामीले सो गाइस र अनि अहिले मेरो चाहिँ यहाँनिर जस्ट अलि काम छ र यसपछिको चाहिँ म अपडेट गराउँछु कहाँ जाने हो भाइ गाइज होइन तिमी पनि हाम्रो सब्सक्राइबर थिए होइन सो त्यही हो गर्मी चाहिँ त्यही हो लगभग टाकुरोमै पुगेर हुन्ला होइन अनि अरू के छ त भाइ तिम्रो केही नै केही पनि नै ए तेरिका यार र गाइस अब हामी चाहिँ अहिले यतिकै होइन यो पारामा बट हाम्रो अगाडि चाहिँ अटो छ अटो किनिदिउँ किनिदिउँ साँच्ची भन मतलब अटोवाला दाइलाई बोलाउनु यो अटोको प्राइस कति हो भन नि त साँच्ची भन म किनिदिन्छु म छट्क्यो भने अहिले म किन पनि दिन्छु यो अटो छ कि गाइज ल भन्नु त खै यसको प्राइस कति होला हेलो गाइज वेलकम हाई गाइज एकदम र गाइज अनि जस्ट म अब के भन्नेपछि यहाँनिरको देखाउँछु र यसको चाहिँ टोकिसक्नु म अहिले खुसाउँछु रुखमा एकचोटि रुखमा रिभ्यू गर्न दिने यसको फेस यो फुल टक्ला छ तर आज चाहिँ म होइन घर पुगुन्जेलसम्म एकचोटि चाहिँ यसको टक्ला चाहिँ म देखाउँछु ओके र डोन्ट टेन्सन उताबाट पनि हेर्नु लाग्छ हेलो होला हेलो गुड र गाइस हाम्रो चाहिँ साइकल यता उतानु परिसकेको छ र गाइस हामी चाहिँ यहाँनिर वेट गर्दा करिब भन्दाखेरि कति भयो लगभग 15 मिनट बितिसक्दा पनि नो रिस्पोन्स होइन कस्तो लाग्यो भाइ राम्रो मेरो पछाडि आइज कि तँलाई यहीँबाट देखाउनु पर्ने हो कस्तो लाग्यो लगभग हामीले चाहिँ अब यहाँनिर 15 मिनट जति वेट गरिसक्यौँ होइन सो बट अझै पनि यसो 10 मिनट जति वेट गरिदिउँ बट योभन्दा बढी चाहिँ वेट नगरौँ किनभने हाम्रो अरू पनि काम छ होइन अझ घर गएर एडिटिङ पनि गर्नु छ अनि सो त्यही भएर र कस्तो लाग्छ भने एउटा होइन हे प्रभु उम्रिँदैमा 3 पाते भन्छ यस्तै रहेछ यार हुने बिलुवाको चिल्लो पात तर यसको त पात पुरै खस्रो छ मलाई केही लाउँदैन होइन र त्यही हो अनि अब कन्टेन्ट बनाउनुको लागि होइन मेन अब मतलब कुरा के गर्ने हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग भन्यो अब त्यसपछि चाहिँ के कुरा गर्ने हो भन्ने ओड आएर होला होइन दिमागमा हो कि नै भाइ के कुरा गर्नुपर्छ थाहा केही गर्नु पर्दैन लाइक भनेपछि अब जे मुखमा आयो त्यही बोल भन्दाखेरि अब मतलब गाली साली आयो त्यही बग्यो भन्नु खोजेको चाहिँ होइन बट राम्रो कस्तो कुरा गर्ने भनेपछि जस्तो अहिले मसँग कुन मान्छे मौजुद छ र मलाई कुन मान्छेले हेऱ्यो त्यो हेर्नु पऱ्यो जस्तो मलाई कुनै मान्छेले हेऱ्यो भने त्यसको नजिक गएर क्यामेरामा देखाइदिनुपर्छ कि त्यसलाई हो के हुन्छ यहाँ त त्यो मान्छे राम्ररी बोल्छ है यो फेरि मलाई मामा हाल्नै छोड्दैन यार मान्छे मामा हाल्लाई हाई गर्छ यारमा कति बेला ल त्यो ठिक छ यतिको चाहिँ हुनुपर्छ होइन सो बट खाँच्ची यार तिम्रो उमेरमा होइन यति कन्फिडेन्स मलाई पनि थिएन कति नै भने क्या म अस्ति 9-10 क्लासमा पढ्दाखेरि पनि 9 क्लासमा पढ्दाखेरि पनि म खतम मान्छे थिएँ कि र अब उतातिर आन्टी चाहिँ मजाले अटोमा गइराख्नु भएको छ होइन तिमीलाई नि लाज लाग्नु लाग्यो छैन हामी पनि भ्लग बनाउँदैछौँ हामीलाई नि लाग्यो छैन यो मान्छे यता टक्ला भएर बसेको छ यसलाई नि लाग्यो छैन होइन कोही कारमा हिँड्दैछन् तिमीलाई नि लाग्यो छैन भनेपछि लाइक आफ्नो प्रोफेसन हो होइन आफूले चाहिँ के गर्नुपर्छ के गर्नु पर्दैन त्यो चाहिँ थाहा हुनुपर्छ र त्यही हो एकदमै बबाद हुन्छ होइन गाइस र एकदम तर जो यहाँनिर शीतल छ कि नै भाइ
रमाइलो छ नि त हो ल ठिक छ रमाइलो भएपछि हो नत्र त त्यो मुला यार अहिले यहाँनिर नगर न यार क्यों करता है रे तू ऐसा मत कर यस्तो गर्नुहुन्न के मेरी जान ऐसा मत करो तुम वरना बवाल हो जाएगा इधर सवाल हो जाएगा इधर कमाल हो जाएगा धमाल हो जाएगा ओके सो ठिक छ लेट्स गेट इट ल म खै यसो वान टाइम कल हान्छु भन्न लाग्थेँ तर मेरो मतलब लाइक कस्तो भनेपछि गर्लफ्रेन्ड छ छैन यहाँ आएको छ पिङ्क कलर कि पिङ्क कलरको गर्लफ्रेन्ड हुन्छ होला पिङ्क कलरको त के हुन्छ त्यस्तो र यसो अब पछाडिबाट चाहिँ मान्छे भकाउन लान होइन अब हामी चाहिँ यहाँनिर रुके अनि खै अब यो भाइ चाहिँ किन बोला हो भाइले मलाई थाहा छैन होइन र त्यही हो एकदम बवाल छ गाइज होइन र बनाउनु ए त्यो त मेरो साथी मात्र हाम्रो मित्रता हरेक सम्बन्धभन्दा माथि हामी सहर घुम्न जान्थ्यौँ राति बुवाआमालाई ढाँटी होइन र त्यही हो ठिक छ यार तर फुलबा हुन त यही टाइममा आउने हो तिनको पनि टाइम यही हो बट चलो जो भी है एकदम अच्छा है और फिर सच्चा है हाँ कोई हेलो गाइस फाइनली पहुंच गए जिसका हमें इंतजार था यता आउनु न नगर्नु भाइ खोइ म मान्दैन यो त होला तर कोड ल्याङ्ग्वेजमा लेख्या होला लेख्या हो कि नहुने त चान्सै भएन होला साँच्ची र फाइनल्ली हातमा चाहिँ मेरो नाम देखिसकेँ मैले होइन साँच्चीमा ठिक छ हामीले अहिले यहाँ कति मिनट वेट गऱ्यौँ थाहा छ करिब 27 मिनट हो मैले 27 भने यसले 30 भने अब मतलब ठिक हो ए मेरो भाउजू दर्शन भाउजू भन्नु अहिले भन्न भाग्यमानी भन्न मान्दैन म हो ल सन्चै हुनुहुन्छ ल ठिक छ देवर भाउजू मिलेर कहाँ जाऊ पुगाइदेऊ न यहाँनिर आइसक्यो न देख्या हूँ भाउजू एक रुक न भाउजू खै अलि यता आउन खै एक साइडमा मोबाइल लेखिन ला अर्को साइडबाट आयो होला चाहिँ खै भाउजू खै हेलो गाइस देखिसक्यो यता पुरै हो यिन चाहिँ मेरो हेलो जय घन्टी यसरी नै बोल्नुपर्छ कि होइन राम्रो लाग्छ तर अब लाठी आइसकेपछि मेरो कन्फिडेन्स चाहिँ अझ बढिसक्यो होइन बट हिजो चाहिँ म अलि लिटिल रिसाएको थिएँ होइन तर अब आज चाहिँ म कति रिसाएको छैन अनि त्यो आर्मी आएपछि के होला हो कि न आमा तर त्यो मेन्टली झन्गाडा लाग्छ किन लाग्छ मलाई म भन्दैछु हामीलाई यो अघि पनि एम्बुलेन्स जाँदाखेरि पनि हेलो मामाजी भन्नु लाग्यो यस्तो पुलिसको गाडी देखेपछि हेलो मामाजी भन्छ के एम्बुलेन्स जान्ला भयो हेलो मामाजी रे यिनलाई नमस्ते दिदी गर्नु पुलिस
यो भाइले मान्नै पर्छ कि बट जे भयो नि भाइ कन्फिडेन्स चाहिँ एकदम खतरनाक छ होइन त्यही हो सो फर्स्ट टाइम भ्युरले चाहिँ सब्सक्राइब दम्काउनु होला अनि ठिक छ यिनलाई पनि थाहा छैन मलाई पनि थाहा छैन ठिक छ दुइटैलाई खानु भएपछि झन् राम्रो दुईलाई आज हजुरको मोबाइल साइलेन्टमा थियो अनि म दिनको नोटिफिकेसन बटाउनु लाग्थ्यो मलाई त्यस्तै लागिहाल्यो हो कपाल पनि मुखमा आउँछ के गर्ने नाम माथि भयो अलि स्याहार सुसार भन्छु अब सजावट भन्ने कुरो जाम कता जाम वासिङटन डिसी हेलो गाइस माई नेम इज अमेरिका हजुरलाई अमेरिका मनपर्छ नि पर्दैन के मनपर्छ केही नै हेलो गाइस माई नेम इज केही नै अनि यिनलाई चाहिँ केही नै एकदम मनपर्छ र आई लाइक युट्युब साथमा आई लभ युट्युब पनि आन्टी पनि कम हाँस्नु होला साँच्चीमा आन्टी नमस्ते नगर के कता मलाई नभन्यो नि मलाई नभनेको साँच्ची हो ल गाइस जब म चाहिँ क्यामेरा बन्द गर्छु उता मुख देखाउने होइन रसम के अरे रसम रसम लाग्छ हो म देखाएको के लाग्छ ठिकै छ हेलो ल ठिक छ ल अनि अब म चाहिँ एकछिनमा देखाउँछु सो गाइस अहिले चाहिँ हामी पुगिसकेका छौँ यता के अरे बैतडाको पुलमा होइन र यो पुल यति मन पऱ्यो कि मलाई होइन खतरनाक एकदम पुरै यताबाट हेर्नु होइन कति खतरनाक भ्यू छ होइन र अब यहाँबाट चाहिँ हेर्ने भनेपछि यता भाइ र मसँग यतातिर चाहिँ त्यहाँसम्मको होइन यताबाट जसको पनि ब्रेकअप मतलब भएको छ होइन रिसेन्टली ब्रेकअप भएको छ तिनले चाहिँ यहाँ आएर हाम फाल्दा हुन्छ होइन किनभने त्यति साह्रो पानी पनि छैन अब मजाले मरिन्छ होइन अब आएर चाहिँ हाम फाल्नु होला र अनि त्यही हो होइन एकदम तर नभए भए चाहिँ अब त्यतिकै पनि अब धिक्कार छ भने जिन्दगीबाट हाम फाल्नु होला बट मलाई चाहिँ छैन किनभने म चाहिँ कन्टेन्ट क्रिएटर हो एन्ड सो म चाहिँ बनाइराख्छु ओके र अब यहाँतिर कसै थियो एकदम बबाल लाग्यो को चुराउँदै ए तेरी त्यस्तो हुन्न के यता चाहिँ फेरि खोलाको डेकोरेसन मात्र ठुलो छ बट बिचमा चाहिँ खोला चाहिँ सानै छ यो खोला बर्खामा चाहिँ टन्न आउँछ होइन हो ल जे होस् ठिक छ भोट भइसक्यो यार भाइ ल ठिक छ युट्युब युज गर्नुहुन्छ ओके त्यसमा स्विट भाइ भ्लगर सर्च हान्नु ठिक छ ओके ल थ्याङ्क यू मेरो चाहिँ वान अफ द सब्सक्राइबर होइन अब ल म चाहिँ फेरि पनि आउँछु यता अनि गाइस उतातिर के छ टिकटकमा आइडी निरञ्जन जीको 1 देखि 5 सम्म ओके ल मेरो चाहिँ स्विट बोय छ सर्च हान्नु अनि जस्ट म त्यहाँबाट उ गरिदिनु होला ओके ल अनि एकदम खतरनाक लाग्यो होइन यहाँको बोल्दा कस्तो लाग्यो भाइ तिमीलाई फेरि यो भाइ लगमा घुमाउनु भन्छ यसो राइडमा ल्याइदिएको अनि एकदम राम्रो लाग्यो भन्छ यहाँबाट तल फालिदिँदा कस्तो होला हो राम्रो होला हो र एकदम देख्नु हो नि मतलब लाइक इनफ कन्फिडेन्स भने चाहिँ यस्तो लाइक जस्तो कि होइन यस्तो कि अलिक फरकै किसिमले कि मेरो मिलियन्स ट्रिलियन्समा होइन सब्सक्राइबर छ यताउता होइन भने जस्तो देखाउनुपर्छ है देखाउनुपर्छ के मतलब हेर्नुपर्छ ओके सो उतातिर त माछा पनि छन् कि के हो अब माछा चाहिँ नमारौँ होइन किनभने हामी त्यस्तो अब पापी परास्थिति पनि होइनौँ ओके सो हामी राम्रै मान्छे हो र बैतडाको पुलमा चाहिँ एकदम राम्रो लाग्यो होइन यो चाहिँ